हाजिमे मास्ते। नमस्ते। हजुरको नाम? नाम नारायण बोगटी। नारायण बोगटी है। अनि स्टाफ नम्बर? स्टाफ नम्बर कति हो? हुन्छ हुन्छ ल, भयो भयो। हजुर एचआरसी जोइन हुनुभएको कति भयो? एचआरसी जोइन भएको यहाँ अब यहाँ हो कि नेपालमा त भइसक्यो 2 वर्षभन्दा बढी भएको कन्ट्याक्टमा होइन भएको। होइन, जापानमा काम गर्न सुरु गर्नुभएको कति भयो? काम सुरु गरेको चाहिँ हामीले यस्तो 5 6 छ गतिबाट सुरु गरे यार 5 क्लाससम्म त काम भएन। 6-7 दिन भयो? नाइ 6 7 दिनभन्दा अगाडि भयो, त्यो 2 गतेतिर भयो कि काम चाहिँ। ए यो ए 6 गते। हजुर हजुर। अनि हजुरहरू जुन कामको लागि कन्ट्र्याक्ट गर्नुभएको थियो त्यही काम गरिराख्नु भएको छ नि है? काम कन्ट्र्याक्ट भनेपछि त्यो नोग्यो भनेको थियो, नोग्योमै छौँ। ए हजुर। त्यो बाहेक अरू काम त गर्नुभएको छैन है? पाएकै छैन त्यस्तो। कन्ट्र्याक्ट अनुसार बाहेक अरू काम गर्नै पाएन नि त, अनि इलिगल भइहाल्छ नि त्यो त। टिकल भयो अब खै। हजुर हजुर। अनि वर्किङ आवरहरू कन्ट्र्याक्ट अनुसारै पाउनु भएको छ? खै अहिले अब भर्खर त 2 हप्ता भयो, कति अब 3 हप्ता जति भयो काम चाहिँ भएको। हजुर अनि त्यही भएर अहिले नै अब त्यस्तो काम चाहिँ कस्तो भनेपछि अब त्यो यता सिटबाट आएर अनि अन्त सप्लायर भएको कि हाम्रो चाहिँ यो एओन हजुर खासियासँग चाहिँ हजुर। अनि हजुरले आफ्नो जाइरो कार्ड पासपोर्टहरू त्यस्तो सँगै छ। राख्नु भएको छ? जाइरो कार्ड पासपोर्टहरू चाहिँ हामीसँगै छ। ए अनि जिगान सिगान हजुर। त्यही हो, पहिले आधा पाउने घन्टा जाङ्गो। अनि स्वास्थ्यमा केही समस्या छ र हजुरको? कहिले चाहिँ आधी पाउने घन्टा चाहिँ अब यो कामले बाहिर कामले गाह्रोले हुँदाखेरि चाहिँ मान्छे बिमार होला होला जस्तो चाहिँ हुन्छ, तर भएको हजुर। छैन। ए त्यही छ। अनि हजुरहरूसँग इलिगल काम गर्नेहरू कोही हुनुहुन्छ? हामीसँग इलिगल 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 गर्ने कोही छैनन् क्या त्यस्तो। कोही हुनुहुन्न है? भर्खर नयाँ हुनुहुन्छ, अब अरू केही बिस्तारै बिस्तारै थाहा अँ, हुन्छ हजुरहरूलाई? बिस्तारै थाहा भएको छ। अब अहिले चाहिँ तोरियाजी चाहिँ सबै हजुर गरिरहेछन्, सबैलाई थोरै धेरै सबैले काम पाइरहेको छन् होइन। हजुर हजुर अब खै अब खाना लाउन पुगेन भने जस्तो भएन भने गर्लान् पनि, तर अब अहिले त भर्खर भर्खर चाहिँ के भएको हजुर। जस्तो अनि गर्नु पनि। हजुरलाई काम गर्दाखेरि असहज हुने कुराहरू केही भएको छ? थर्काउने, धम्काउने, गाली गर्ने त्यस्तो केही भएको छ र? अहिलेसम्म त त्यस्तो के भएको छैन। त्यस्तो केही भएको छैन है? हस् हुन्छ। अनि एचआरसीले हजुरलाई काम परेको बेलामा सहयोग गर्नुभएको छ? काम परेको बेलामा सहयोग अहिले त्यस्तो जरुरत त परेको त छैन होइन। हजुर ल्याएर राखेको रुममा राख्यो, अनि रुममा हजुर राखिसकेपछि जे होस् अब कि अब त्यस्तो सोचे जस्तो त्यो हेल्पिङ त भएको होइन, त्यही पनि अब हुन्छ हजुर जापानमा। जापानमा त्यस्तो अब मतलब पनि खासै नगर्ने ठाउँ, तर राम्रोहरूले चाहिँ राम्रो राम्रो अ, यस्तो अब काम नपाएसम्म चाहिँ यताउता केही गर्ने गर्छन्। अब त्यो आफ्नो आफ्नो कुरा हो, अब के भनौँ त्यसमा चाहिँ अब हजुर हजुर। हेल्प गरेर अब नगरेको कुराहरू। केही पर्यो अब भने अब ग्रुपमा मेसेज गर्न सक्नुहुन्छ है? हजुर हजुर। हजुर, हामीलाई थोरै भए नि समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद छ हजुरलाई। केही छैन, ठिकै छ अहिलेसम्म त। अब अहिले के भन्छ, जज गर्ने टाइम आएन भर्खर भर्खर पछि अब हजुर हस् हुन्छ। उच्कार समादेश।